प्रधानमन्त्री बालेन्द्र शाहजीलाई कसले एउटा गाली गरेको भरमा एउटा मान्छेलाई समातेर ल्याएर पक्राउ गर्यो, मुद्दा चलायो भन्ने सुन्छु म, हैन? तर अब अहिले सम्म यत्रो गोली हान्छु मार्छु भनेर मलाई, परिवारलाई, सारालाई यस्तो खालको चाहिँ खुलेआम धम्की दिने, तर्साउने, रात दिन गरेर विभिन्न ठाउँबाट लागिरहेका छन्। सरकारलाई कुनै चासो चिन्ता छैन। यसले पनि के पुष्टि गर्छ भने जे अभिव्यक्ति आयो सरकारलाई ठिकै लागेछ। आफ्ना विरोधीहरूमाथि चाहिँ सरकारको बारेमा सरकारलाई कुनै चाहिँ चासो चिन्ता छैन। तपाईमाथि ज्यान मार्ने धम्की आयो, तपाईले सरकारलाई पनि गुहार्नु भएछ, तर सरकारले व्यवस्था गरेछ, किन है यसो? धन्यवाद छ। मैले गुहारे होइन, मैले चाहिँ जे हो त्यो कुरा चाहिँ आम जनतालाई, हैन, मेरा शुभचिन्तक शुभेच्छुक सबैलाई, पार्टी नेता कार्यकर्तालाई मैले जानकारी गराएको हो, मिडियालाई, कि अहिले देशमा के चल्दैछ, कस्तो खालको प्रवृत्ति हावी छ, हैन, हामीसँग लोकतन्त्र छ कि छैन, विचारको स्वतन्त्रता छ कि छैन भन्ने कुरालाई मैले एक्सपोज गर्न खोजेको। मैले गुहारेको होइन र मलाई त्यो यिनले मलाई मार्छन् भन्ने कुराको डर लागेर पनि होइन, हैन, जसरी गोली हान्छु भनेका छौँ है, जुन प्रकारको धम्की त्रास देखाएका छन् त्यो कुराप्रति डराएर पनि होइन। मैले अहिले देशमा भइरहेको प्रवृत्तिको, देशमा भइरहेको अराजकताको उजागर गरेको है, कि हाम्रो लोकतन्त्र कहाँ छ, हाम्रो संस्कार के छ, हैन, हामीले चाहिँ विरोधीहरूलाई हेर्ने अथवा आफूसँग चाहिँ विचार नमिल्ने है हरूलाई हामीले कसरी हेरिराखेका छौँ, कसरी व्यवहार गर्छौँ, अहिलेको सरकारले त्यसलाई के कसरी चाहिँ त्यसलाई लिइराखेको छ भन्ने कुराको मैले एउटा दृष्टान्त उजागर गर्न खोजेको हो। खैर मलाई त अब एउटा अचम्मित के छ भने अहिलेसम्म सरकारले कुनै रेस्पोन्स गरेको छैन, केही पनि वास्ता गरेको छैन है। अब विडम्बना के छ भने अब प्रधानमन्त्री बालेन्द्र शाहजीलाई कसले एउटा गाली गरेको भरमा एउटा मान्छेलाई समातेर ल्याएर पक्राउ गर्यो, मुद्दा चलायो भन्ने सुन्छु म, हैन? तर अब अहिले सम्म यत्रो गोली हान्छु मार्छु भनेर मलाई, परिवारलाई, सारालाई यस्तो खालको चाहिँ खुलेआम धम्की दिने, तर्साउने, रात दिन गरेर विभिन्न ठाउँबाट लागिरहेका छन्। सरकारलाई कुनै चासो चिन्ता छैन। यसले पनि के पुष्टि गर्छ भने जे अभिव्यक्ति आयो सरकारलाई ठिकै लागेछ। आफ्ना विरोधीहरूमाथि चाहिँ सरकारको बारेमा सरकारलाई कुनै चाहिँ चासो चिन्ता छैन र यसले अन्ततको त के पुष्टि गर्छ, कहीँ न कहीँ सरकार र सरकार संलग्न पार्टीको कहीँ न कहीँ यहाँ संरक्षण छ यस्ता मान्छेहरू, यस्ता प्रवृत्तिको भन्ने कुरा चाहिँ यसले पुष्टि गर्छ। राख्नु भएन यो कुरा, सुरक्षा दिने त उहाँले होला। फेरि सदनमा बोलिसकेको कुरालाई पनि इन्डिभिजुअली कोहीसँग बोल्नुपर्छ र सदनमा बोलेको कुरा त आम जनतालाई, मिडियालाई, सरकारलाई सबैलाई जानकारी हुने कुरा हो। तपाईँ के गर्नुहुन्छ आफ्ना सुरक्षाका लागि, अब के गर्नुहुन्छ भन्नुहोस्? होइन, मैले त केही गर्दैन, यहाँहरूको साथ, जनताको साथ छ नि मेरो, मलाई मैले के गर्नु? सरकारको अराजकता हो, सरकारको जिम्मेवारी हो। अब भोलि मलाई के भइहालेछ भने पनि त्यसको जिम्मेवार सरकार हुन्छ, राज्य हुन्छ नि त। मैले त समयमा जानकारी गराएको छु। एउटा चाहिँ आफ्नो राज्यभित्रको हरेक नागरिकको सुरक्षाको जिम्मा त सरकारको हुन्छ नि, हैन? अब मेरा केही कमी कमजोरी छन्, मैले सरकारको विरोध गर्ने कुरा अथवा सरकारका चाहिँ कमी कमजोरी औल्याउने कुरा, सरकारको आलोचना गर्ने कुराका सन्दर्भमा सरकारलाई नराम्रो लाग्छ, त्यो मेरो कमजोरी हो अथवा त्यो मैले त्यहाँ चाहिँ कानुन उल्लङ्घन गरेको छु भने सरकारले मलाई कारबाही गर्नु पर्यो। होइन भने त यस्तो खालको चाहिँ अराजकता देखाउने मान्छेहरूलाई सरकारले चाहिँ समय